हाम्रो मिलिजुलीको कार्यक्रम निरन्तर 5:30 बजे सुरु हुन्छ। सम्पूर्णलाई योग अभ्यासमा आउने अनुरोध गर्दै हाम्रो कार्यक्रम निरन्तर 5:30 बजेबाट 6:30 बजेसम्म गर्ने जानकारी पनि गराउँछु। निशुल्क कार्यक्रम छ। सम्पूर्ण स्वस्थ रहनुहोला, निरोगी रहनुहोला, मनलाई शान्ति, शरीरलाई शक्तिको अभियानमा मिलिजुली योग अभ्यास गराउँदै आएको छ। हाम्रो कार्यक्रम निरन्तर परविशा बहिनीले गर्दै आउनुहुन्छ। हजुर अस्मिता ल नाम पनि जाने खतरा छ है, योगा पनि खतरा छ। ल सम्पूर्ण आउनु होला, निशुल्क कार्यक्रममा सहभागी रहनु होला। ल आउँदो दशैं बडा दशैंको सम्पूर्ण देश विदेशमा रहनुहुने दाजुभाइहरूलाई खुसीका साथ मनाउनु होला। आमा दिदी बहिनी भनेको छु, दाजुभाइ दिदी बहिनी भनेको छु। भोलि पनि नआउनु होला, भोलि त अब भोलि नआउनु होला, भोलि र पर्सि नआउनु होला, पर्सि आउनु होला, भोलि नआउनु होला। भोलि नआउने, भोलि कोर्टमा जान्छन् सबै। भोलि बन्द है साथीभाइ, आज यसै बडा जानकारी गर्दछु। हो त नि, त्यही भएर भोलि चाहिँ नै बिदा। पर्सिले चाहिँ आए हुन्छ, पर्सि आउँछु। भए पनि बिहान त के को टिका हुन्छ त, बिहान टिका हुन्न नि। भोलि त बिहानै हो, कोर्टमा जानु परेको हुनाले हो। ल ल ल ल हाम्रो बहिनीहरू हार हो गर पानी चाहिन्छ।